आजको यो भिडियोमा तपाईँले बताउन गइरहेको छु तपाईँहरू कसरी क्यापकट प्रो पर्चेस गर्न सक्नुहुन्छ। तपाईँहरू सिम्पली आफ्नो क्रोम ब्राउजर खोल्नु र सर्च गर्नु smmnepali.com। smmnepali.com सर्च गरेपछि तपाईँहरूलाई सिम्पली यस्तो इन्टरफेस खुल्नेछ। यस्तो इन्टरफेस खुलेपछि तपाईँहरू अलिक तल स्क्रोल गर्नु होला। तल स्क्रोल गरेपछि तपाईँहरू कन्टिन्यू विथ गुगलमा क्लिक गर्नु र आफ्नो एउटा इमेलले कन्टिन्यू गर्नु होला। इमेलले कन्टिन्यू गरेपछि तपाईँहरूलाई यस्तो इन्टरफेस खुल्नेछ। यस्तो इन्टरफेस खुलेपछि तपाईँहरू अलिक तल स्क्रोल गर्नु। तर स्क्रोल गरेपछि तपाईँहरू क्याटेगोरीमा गएर क्यापकट प्रोमा क्लिक गर्नु होला र तपाईँहरूलाई मात्रै फोनको लागि चाहियो भने पहिला प्लान चुज गर्नु होला र तपाईँहरूलाई एउटा कम्प्युटर र एउटा मोबाइलको लागि चाहियो भने तपाईँले दोस्रो प्लान चुज गर्नु होला। मलाई अहिले फोनको लागि मात्रै चाहियो, तपाईँहरू हेराउनको लागि मैले पर्चेस गर्दैछु। मैले 600 वाला पर्चेस गर्दैछु। तपाईँहरूलाई पहिला फोन एड गरेर हेराउँछु। मसँग अहिले 580 छ, मैले 50 अरू एड गरेर हेराउँदैछु तपाईँहरूलाई। यहाँ 50 लेखेर इनिसियल पेमेन्टमा मैले क्लिक गरेँ। क्लिक गरेपछि आफ्नो यहाँ मैले डिटेल एड गर्दैछु। आफ्नो नाम फर्स्टमा र सेकेन्डमा इमेल र थर्डमा फोन नम्बर तपाईँहरू आफ्नो एड गर्नु होला र पे विथ फोन पेमा क्लिक गर्नु। पे विथ फोन पेमा क्लिक गरेपछि यहाँ टाइमिङ चलिरहेछ, हामीले 3 मिनटको भित्र पेमेन्ट गर्नुपर्छ। यहाँ अहिले त मैले पिसीमा छु, आफ्नो फोनबाट यहाँ पेमेन्ट गर्दैछु र मैले फोनमा पेमेन्ट गरिदिइसकेको छु र यहाँ हाम्रो रिसिभ पनि भइसकेको छ र आफ्नो रिटर्न टु गर्नु होला। तपाईँले फेरि साइडमा रिडाइरेक्ट हुनेछ। साइडमा रिडाइरेक्ट भएपछि तपाईँहरू न्यू अर्डरमा जानु र क्यापकट प्रोमा क्लिक गर्नु होला र तपाईँहरू अलि तल स्क्रोल गर्नु। तल स्क्रोल गरेपछि तपाईँहरू लिङ्कको ठाउँमा तपाईँहरू आफ्नो वाट्सएप नम्बर एड गर्नु, नत्र तपाईँहरू आफ्नो जिमेल एड गर्नु होला। तपाईँको त्योमा आइडी र पासवर्ड जानेछ। मैले आफ्नो इमेल एड गर्दैछु। तपाईँहरू सर्टकटको लागि डाइरेक्टली नम्बर एड गरिदिनु वाट्सएपको र तपाईँहरूलाई मेनुअल तपाईँको त्यो प्रोभाइड हुनेछ र अटो पनि हाम्रो काम गर्छ। सबै तपाईँको अटो नै हुन्छ डेलिभरी र मैले यहाँ एड गरिदिइसकेको छु र यहाँ मैले सबमिट गर्छु। सबमिट गरेपछि तपाईँहरूले केही छिनमा नै तपाईँको आइडी जिमेलमा पठाइदिनेछ। मैले त जिमेल एड गरेको छु, मलाई जिमेलमा पठाउँदैछ र हाम्रो जिमेल रिसिभ भइसकेको छ। तपाईँहरू यहाँ हेर्न सक्नुहुन्छ। प्राइभेसीको रिजनको कारण मैले आफ्नो इमेल र पासवर्ड हाइड गरेको छु। तपाईँहरूलाई पनि यस्तो रिसिभ हुनेछ र तपाईँहरू लगइन गर्न सक्नुहुन्छ।